हेलो नमस्ते फ्यापुलाजहरूले सबैजना सन्चै आरामै हुनुहुन्छ होला नि त हैन। म पनि सन्चै आरामै छु। अनि आज चाहिँ यसले के भन्न आयो त, आज यसले के ल्यायो त्यस्तो भिडियो भन्ने पनि जिज्ञासा हुन्छ हैन। कुनै त मेरो पनि त साथी हुनुहुन्छ होला नि त हैन, निरन्तर मेरो भिडियो हेर्नुहुने, सब्सक्राइब गर्नुहुने जतिकोमा त सबैकोमा आउँछ। उहाँहरूले हेर्नुभएको होला कतिपय। हुन त अब सुरुमा हैन, सुरुवातमा मैले सबै राम्रो ल्याउन त सकेको छुइनँ। कोसिस छ राम्रो गर्छु भन्ने चाहिँ हैन, तर गर्न चाहिँ गरिरहेको छु जाने अनुसारको। जे होस् आएको चिजहरू चाहिँ म तपाईँहरूलाई पनि सेयर चाहिँ गर्दैछु नि त हैन। मलाई जे आउँछ, मैले जे जान्दछु, मैले जे देख्छु त्यो त मैले तपाईँहरूलाई सेयर गरिराखेको छु हैन, र अझै गरिरहने छु। आज चाहिँ खासमा मैले चाया मुक्त, हाम्रो कपालमा पर्ने चाया हुन्छ नि हैन, कति धेरै चाया पर्छ नि, सेतो बुल झर्छ नि हैन, खरानी जस्तो, त्यो चाया मुक्त गराउँ है भन्ने योजनाले म आएको आज। चाया मुक्त चाहिँ कसरी गराउने त, अब त्यस्तो नयाँ न्यू प्रोडक्टहरू पनि होइन, कुनै अब अरू आयुर्वेदिकको यस्तो हो त्यस्तो यसले चाया जान्छ भन्छ हैन। अब कतिको लागि त गइरहेको होला। अब मैले कुनै पनि प्रोडक्ट युज नगर्नु मैले भनेको हुन्छ भन्ने कुरा पनि आउँदैन। मैले जानेको कुरा चाहिँ मैले तपाईँलाई सेयर गरेको हुँ। त्यसमा मेरो चाहिँ त्यस्तो धेरै महँगो, धेरै पैसा पनि होइन, त्यसलाई किन्नै नसक्ने पनि होइन। त्यो चाहिँ एकदम सरल सजिलो, जस्तो आर्थिक अवस्था भएको मान्छेले पनि किनेर लाउन सक्ने क्या। अब त्यो न्यूनतम, अब न्यून हुन्छ, न्यून वर्ग हुन्छ नि त हैन। कतिपय मान्छेहरू अब के कतिपय भन्नु, म नै त त्यस्तो अब भने जस्तो ठुलो महँगो चिजहरू किन्न सक्दिनँ हैन। अनि त्यस्तो हामी जस्तो मान्छेहरूलाई चाहिँ एकदम सजिलो हुन्छ। त्यसको लागि म तपाईँलाई देखाउँदैछु। हेर्नु, यो भाँडा मोल्ने साबुन हो। यसलाई मजाले याद गर्नु होला। मलाई अब यो अक्षरहरू त इङ्ग्लिसमा छ, भन्न आउँदैन, किनकि नेपाली चाहिँ आउँछ हैन। अब धेरै पनि पढेको छैन नि त हैन। अब हाम्रो पालामा सरकारी स्कुल, अब अहिले पो बोर्डिङहरू छ, इङ्ग्लिस धेरै पढ्नुपर्छ, सानो बच्चालाई नै आउँछ हैन। अब म त अब पहिलेकै जमानाको हो नि त, अलिक धेरै वर्ष भइसक्यो। अनि यो साबुन मजाले हेर्नु पनि, यो साबुनमा यहाँ कतानेर के अरे कागतीको चित्र छ नि हैन, यहाँ कागतीको चित्र छ। यो भाँडा मोल्ने साबुन हो। यो 10 रुपियाँ पर्छ, धेरै पनि पर्दैन, तपाईँहरूलाई धेरै सजिलो छ क्या। अब मैले जानेको हुनाले मैले तपाईँलाई सेयर गरेको। यो भाँडा मोल्ने साबुन चाहिँ तपाईँहरूले नुहाउनुहोस्। यसले चाया हुने मान्छेले चाहिँ कपाल भिजाउने, सुरुमा कपाल भिजाएर अनि यो साबुन दल्दै 1 घन्टा जति, आधी घन्टादेखि 1 घन्टासम्म तपाईँले मसाज गर्नु मजाले, कोट्टै मजाले दली एकतालमै चाया जान्छ क्या। एकैताल याद गर्नु, एकतालमा गरी हेर्नु। त्यसपछि सबैभन्दा धेर हुँदाखेरि नि 2 चोटिदेखि 3 चोटि लाउँदाखेरि यो चाया मुक्त हो। तर मैले चाहिँ एकैचोटि लाउँदा भएको छ, किनकि मेरो पनि धेरै थियो, मेरो बहिनीको थियो, मेरो बुढोको थियो, मेरो भाइको थियो, सबैजनाको थियो नि त। अनि हामीले चाहिँ यही लाइन, जुन दिनदेखि मैले थाहा पाएँ त्यही दिनदेखि यही लाएँ मैले। र मेरो चाया अहिले छैन पनि सायद। अब पहिला कति धेरै चाया हुने, चिलाउने, कस्तो टोकेको जस्तो पनि गर्ने हैन। मेरो चाहिँ फेरि कपाल पनि झरो क्या, चाया धेरै पऱ्यो भने चाहिँ कपाल पनि झर्दो रहेछ, कपाल धेरै झरो चायाले रहेछ। अनि अहिले पछि उम्रिँदैछ नि, मसिनो जुजुनी मेरो सबै भर्खर उम्रिँदै गरेको त्यो चाया चाहिँ अब गयो नि त। मैले यो लाएदेखि गयो। अनि अहिले चाहिँ चाया मुक्त, यसले चाहिँ चाया मुक्त बनाउँछ हेर्नु हैन। अब यही हुनुपर्छ भन्ने पनि हैन, तर यो कागतीको चित्र चाहिँ यता कता छ, यहाँ कागतीको चित्र चाहिँ भएको छ भने त्यो चाहिँ भाँडा मोल्ने साबुनले मजाले नुहाउनुहोस्, तपाईँहरूको चाया जान्छ। के कस्तो लाग्छ मेरो भिडियो हेरेर तपाईँले थाहा पाउनुभएको, एकताल अनुभव गर्नु, के कस्तो लाग्छ। सेयर, लाइक, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त। बाई बाई।